नाजुको कुरा नसुन्नु मेरो कुरा सुन्नु आउट मायालाई राखे मनैमा नमस्ते हेलो एभ्रिवान वेलकम ब्याक टु न्यू डे न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ अनि तपाईँहरूको माझमा आज पनि नयाँ भ्लग लिएर आइसकेको छु। तपाईँहरूले हेर्नलाई नछुटाउनु होला अनि हेरिसकेपछि लाइक कमेन्ट सब्सक्राइब पनि गर्न नबिर्सिदिनु होला। अनि आज हामी सानो पिकनिक आएको छौँ, हाराजुकु पार्कमा आएका छौँ अहिले चाहिँ हामी। अनि तपाईँहरूलाई के कस्तो हुन्छ आज हामी फोटो सुट गर्नेछौँ, भिडियोहरू पनि सुट गर्नेछौँ अनि के कस्तो हुन्छ तपाईँहरूलाई हामी बताउने नै छौँ। अहिले चाहिँ हामी सिन्जुका आइपुग्यौँ। हामी चाहिँ यहाँ पुरा वेटिङमा छौँ अहिले चाहिँ। आयो हामी के ज्याकेट के भनेको अरे दिदी के भनेको भेना दिदीले के भन्दैछ हौ। अहिले चाहिँ हामी आइपुग्यौँ। यहाँ कस्तो राम्रो फ्लावर रहेछ क्युटवाला। सुन्दैन उ त के भन्छ ब्लग या ब्लग बनाएको। हामी चाहिँ बढी आज भिडियो र फोटो सुट गर्नेछौँ। त्यो गुडाउने छ नि, त्यो गुडाउने हो त्यही लुगा हालेर आएको के। अब चाहिँ हाम्रो यो छाउने क्रम भइरहेको छ। एभ्रिवान हामी चाहिँ आइपुग्यो। निस्किनेसम्म पनि गोइन पार्कमा गएर चाहिँ हामी त्यहाँनिर फोटो सुट गर्ने भिडियो सुट गर्ने भनेको थियो। खासमा न्यु इयरको चाहिँ बन्द रहेछ त्यहाँ होइन, त्यही भएर हामी चाहिँ जान पाएन त्यहाँ। अनि त्यही भएर चाहिँ अहिले हामी चाहिँ हाराजुकु पार्कमा आइसकेको छौँ र आज हामी गर्दैछौँ फोटो सुट। अनि यस्तो मेरो यो देख्नुहुन्छ यो किन यस्तो लागेको भन्नुहुन्छ होला, तर यो चाहिँ के दिदी नगर्नु। अनि यो चाहिँ किन लाग्यो भने यो चाहिँ हाम्रो मगो ड्रेसको हो नि त, चोलीभित्रबाट लाएर आएको मैले चाहिँ त्यही हो। अनि हाम्रो यहाँ बढी के छ थाहा छ, खानेकुरा छ यस्तो छ। म गोडाएको छैन, म गोडाउनु पर्ने हो किनभने म अलि छिटो बोल्छु क्या, छिटो बोल्छु। अनि त्यसपछि मेरो फेरि सानो स्वर आउँदैन, फोनमा बोल्ने हेलो टाइपको हुन्छ नि त्यस्तो हुन्छ क्या मेरो चाहिँ। त्यही भएर सानो स्वर चाहिँ मबाट आउँदैन, त्यही भएर मान्छेले यता फर्किन्छ कहिले यता फर्किन्छ हेरिरहेको छ। यहाँनिर जापानिजहरू उतातिर कोरियनहरू पुरा हेरिरहेछ। आज हामी कहाँ आएको छौँ? हाराजुकु पार्क। अनि कस्तो हुँदैछ? रमाइलो हुन्छ। दाजु बिचरा आउनु फोन गरेर आउनु भन्ने थियो नि, आउनु भयो उहाँ चाहिँ। अब चाहिँ म चाहिँ रेडी भइसकेको छु। यसरी यो शिरबन्दी चाहिँ मलाई लाउन आएन हो, त्यही भएर अलिक बिरे यस्तो भइरहेको। लुक चाहिँ यस्तो हुँदैछ फाइनली दिदी। लुक चाहिँ दिदी बहिनीको लुक चाहिँ यस्तो भएको छ। फोटो सुट गर्छौँ अब चाहिँ हामी। सो बाई बाई। अब एकछिनमा म देखाउँछु हजुरलाई। अहिले चाहिँ हामी चटपटीहरू बनाउनु लागेको छौँ र भिडियोहरू बनाएँ, फोटोहरू नि खिचेँ। के भन्नुहुन्छ हौ यो बेना त हँसाउनुहुन्छ त्यो त। अब चाहिँ हाम्रो खानेकुराहरू रेडी हुँदैछ। जाडो हुँदैछ यता भोलिपछि साकुरा फुल्छ अनि त्यसपछि दामी भ्यू आउँछ। अहिले त छैन, हामी चाहिँ यस्तो छ आज चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। चटपट छिटो भ्लग भिडियो बनाइदिनु न भनेको के भन्नु छ, छिटो भनिहाल्नु हेरिदिनुहुन्छ कि यस्तो हेर्नु न कस्तो क्युट खाना मलाई परेको छ। तर यो सबै हड्डी मैले खाइसकेँ। यो मासु चाहिँ सबै दाइले खाएको, हड्डी चाहिँ याद छ। जाडोले यसो थर लगाएको भएर नाकबाट पानी निकाल्छ के भनेको आजको दिन कस्तो भयो भनिदिनु त। काममा गए बराबरै भयो नि। बहिनी र मलाई त रमाइलो दामी खतरा बेस्ट। जाडो भयो आज हातहरूमा चाहिँ जाडो भइरहेछ, तर यहाँ चाहिँ न्यानो भइरहेछ। तर मलाई त तातो भइरहेछ। जिन्सको प्यान्ट लगाएको आज, जिन्सको के अरे जिन्सको प्यान्ट लगाएर अलिकति जाडो भयो कि। कता गयो बनाउनु समाउनु भन्छु जहिले नि, अनि त्यही भएर एक्जाम्पल दिनुभएको रे क्या मलाई। इन आउट गेम है। ल है इन टाइमिङ फास्ट हुनुपर्छ है, रियाक्सन छिटो हुनुपर्छ। ल आउट 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 साला आउट अनि उ चाहिँ
आउट इन आउट अलि छिटो चल त छिटो इन आउट आउट कस्तो भयो आज बब्बाल भएको के गाउँछु हृदयदेखि हालेलुया झन्डै केटाको टोइलेटमा गएको ए यस्तो भयो आज अब हामी यहाँबाट हिँड्नेछौँ मायालाई राखे मनैमा न्याउली बनैमा यस्तो भाँडाकुटी पुगेर नमस्ते दर्शक दिनहरू म ज्योति सिंगाली मगरको भेनाजु आया रात परिसकेको छ नि ज्योति पुरा अनि हामी चाहिँ यसरी मेरो स्टाइल हेर्नु न बोकेको स्टाइल किनभने यो हलुङ्गा छ नि त अनि त्यो भएर अब चाहिँ हामी गएको सबैजनालाई अब यहाँबाट चाहिँ हामी बाई बाई हुन्छु अनि रुममा गएर के गर्नु भिडियो है रुममा गएर बाई बाई